सम्पूर्ण साथीहरुमा नमस्कार। म जीके प्रशिक्षक तथा मेमोरी पावर ट्रेनर मकर खड्का। साथीहरु सदा चाहिँ आज पनि फरक टपिकका साथ उपस्थित भइसकेका छौं। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। साथीहरु आजको टपिक रहेको छ हुम्ला जिल्लामा अवस्थित केही भन्ज्याङहरु रहेका छन्। साथीहरु नेपालका विभिन्न जिल्लाहरुमा विभिन्न भन्ज्याङहरु रहेका छन्, जसमध्ये आज हामी हुम्ला जिल्लामा अवस्थित भन्ज्याङहरुलाई एकपटक पढेपछि पुनः रिभिजन गर्न नपर्ने गरी तपाईहरुले एक्जाममा विकल्प हेरेर तपाईले आन्सर मिलाउन सक्ने गरी मजाले सम्झिने छौं। त्यसैले अन्तिम समय हेर्न नभुल्नु होला है त। साथीहरु सर्वप्रथम हामी के सम्झिन्छौं भने यहाँ हुम्लालाई हामी औला भनेर सम्झिन्छौं है। हुम्लालाई औला भनेर सम्झिन्छौं। हुम्ला औला एउटा राइमिङ मिल्छ, लय मिल्छ है। हो भनेपछि अब हेर्नुस् त चिमाल भन्ज्याङ कहाँ पर्छ? हुम्लामा पर्छ। हो हुम्लामा कसरी पर्छ भने चिमाललाई के सम्झिने? चामल सम्झिने हो, चामल हो। हेर्नुस् त अब औलाले चामल के लाउने भनेर सम्झिने हो। औला भनेपछि के हो साथीहरु? हुम्ला हो। अनि चामल भनेको के हो त? चिमाल हो। नि हेर्नु देख्न सक्नुहुन्छ यो चित्रमा, हेर्नुस् त यो चामल के लाउँदैछ? औलाले। औला भनेको हुम्ला हो। अनि चामलबाट के त साथीहरु? चिमाल। त्यसैले चिमाल भन्ज्याङ कहाँ पर्छ? हुम्लामा पर्छ भनेर मजाले तपाईले देख्न सक्नुहुन्छ। तपाईले यसलाई चाहिँ सम्झिन सक्नुहुन्छ है। त्यसै गरेर लोलुङ भन्ज्याङ कहाँ पर्छ? यो पनि हुम्ला जिल्लामा पर्छ। यसलाई कसरी सम्झिने त? लोलुङलाई हामीले के भनेर सम्झिन्छौं भन्दा यो लोलुङलाई ललिपप भनेर सम्झिन्छौं हो। ललिपप पनि हामीले केले खाने त? औलाले खाँदै। हेर्नुस् त यो सानो केटा हो कि केटी हो? हेर्नुस् त साथीहरु यो ललिपप खाँदैछ। के ललिपप? ललिपपबाट के? लोलुङ। अनि केले खाँदैछ? यो उम्लाले, यो औलाले। हेर्नुस् त औला, औलाबाट के? हुम्ला भनेर मजाले सम्झिन सक्नुहुन्छ। तपाईले चाहिँ नि लोलुङ भन्ज्याङ कहाँ पर्छ त? हुम्लामा पर्छ भनेर सम्झिन सक्नुहुन्छ। त्यसै गरिरहेको छ चाङला भन्ज्याङ पनि कहाँ पर्छ? यो पनि हुम्लामा पर्छ। यसलाई कसरी सम्झिने भन्दा हेर्नुस् त हामी चाङलालाई के सम्झिन्छौं साथीहरु? च्याङ्ग्रा भनेर सम्झिन्छौं हो। अनि च्याङ्ग्रा, औलाले च्याङ्ग्रा समाउँदै यो के हो? च्याङ्ग्रा हो च्याङ्ग्रा। यो च्याङ्ग्रालाई के समातेको छ साथीहरु भन्नुस् त? देखिराख्नु भएको छ यो औला हो। यो औला, औलाबाट के? हुम्ला। भनेपछि तपाईको च्याङ्ग्रालाई चाङला हो। चाङला कहाँ पर्छ? यो पनि हुम्ला जिल्लामा पर्छ भनेर मजाले तपाईले देख्न सक्नुहुन्छ, सम्झिन सक्नुहुन्छ है। त्यसै गरिरहेको छ यारी भन्ज्याङ पनि कहाँ पर्छ? हुम्लामा पर्छ। कसरी सम्झिने भन्दा हामी यारीलाई के सम्झिन्छौं? आरी भनेर सम्झिन्छौं। आरी भनेको त्यो काट काट्ने चाहिँ एउटा हैन हुन्छ नि साथीहरु हैन हो। भनेपछि यारीलाई के सम्झिन्छौं? आरी। आरी हेर्नुस् औला काट्यो आरीले भनेर सम्झिन्छ। हेर्नुस् यो के हो? औला हो। औलाबाट के? हुम्ला हो। हुम्ला हो। हुम्ला भनेको औला भनेर हामीले सम्झिया छौं। यो आरीले काट्यो, चक्खुले काट्यो होइन, के रे? आरीले हो। आरीबाट के? यारी। यारी पनि कहाँ पर्छ तपाईको? हुम्लामा पर्छ भनेर सम्झिन सक्नुहुन्छ। त्यसै गरिरहेको छ सर्पे भन्ज्याङ पनि कहाँ पर्छ? यो हुम्लामा पर्छ। यसलाई कसरी सम्झिने भने सर्पेलाई के सम्झिने हामीले? सर्प सम्झिने। के? सर्प। हेर्नुस् त औलाले सर्प समाउँदै अथवा औलाले सर्प। हेर्नुस् त यो के हो? सर्प हो। त्यसैले केले समातेको छ? हेर्नुस् औलाले हो। औला। तपाईले के सम्झिनु? औला भनेको हाम्रो के हो? यहाँ हुम्ला हो। अनि सर्पबाट के त? सर्पे हो। सर्पे भन्ज्याङ पनि तपाईको कहाँ पर्छ? हुम्लामा पर्छ भनेर यसरी सम्झिन सक्नुहुन्छ। सर्पलाई केले समातेको? औलाले। त्यसै गरिरहेको छ लाप्चे भन्ज्याङ कहाँ पर्छ? यो पनि हुम्लामा पर्छ। कसरी सम्झिने भने साथीहरु लाप्चे भन्ज्याङ तपाईको हुम्लामा पर्छ भनेर यसरी सम्झिने। कसरी त? लाप्चेलाई के हामी सम्झिने भन्दाखेरि ल्याप्चे। तपाई ल्याप्चे लाउनुहुन्छ नि टिस्टामा हैन हो। यो ल्याप्चे पनि हामी केले लाउँछौं? औलाले लाउँछौं नि। उम्लाले लाउँछौं नि। उम्ला हो। उम्ला भनेको औला है हो। औलाले लाउँछौं भने औला भनेको हामीले के सम्झेका छौं? यहाँ हुम्ला भनेर सम्झेका छौं हो। तपाईले ल्याप्चे भनेको के हो? यहाँ लाप्चे भन्ज्याङ हो। लाप्चे पनि तपाईको के लाउने भन्दाखेरि औलाले भनेको छ नि, औलाबाट हुम्ला। त्यसरी तपाईले सम्पूर्ण भन्ज्याङहरुलाई यसरी मजाले तपाईले एकपटक पढेको भरमा मजाले तपाईको लागि यो रिभिजन गर्न आवश्यक हुँदैन साथीहरु। त्यसैले यस्तै मेमोरीको ट्रिक र टेक्निक्स जानेर आफ्नो चाहिने स्मरण क्षमता अभिवृद्धि गर्न चाहनुहुन्छ भने हामीसँग जोडिएर आफ्नो पढाइलाई प्रभावकारी बनाउन सक्नुहुन्छ। यस क्लासबाट भरपूर लाभ उठाउन सक्नुहुनेछ साथीहरु। यति भन्दै म यो क्लासबाट बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार।